हेलो नमस्ते साथीहरु, तपाईहरुलाई एसी युट्युब च्यानलमा स्वागत छ। साथीहरु, एसी को रिजल्ट कहिले आउँछ भनेर नतिजाको पर्खाइमा बस्नुहुने सम्पूर्णलाई एउटा नयाँ अपडेट आएको छ। त्यस अपडेट सम्बन्धी जानकारी, एसी को रिजल्ट असारको कति गते भित्र आइपुग्नेछ र अबको कति दिन भित्र नतिजा प्रकाशन हुनेछ, यी सम्पूर्ण जानकारी म यस भिडियोमा दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै एसी को नतिजा सबैभन्दा अगाडि थाहा पाउनको लागि यस भिडियोलाई लाइक गर्नुका साथसाथै च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। साथीहरु, तपाईले विभिन्न सामाजिक सञ्जालहरुबाट सुन्दै र हेर्दै आउनु भएको होला एसी को नतिजा कहिले प्रकाशन हुन्छ र असारको कुन सातातिर प्रकाशन हुन्छ भनेर। कतै तपाईले सुन्नु भएको होला असार पहिलो हप्ता, त कतै दोस्रो हप्ता, त कतै तेस्रो हप्ता। विगतका वर्षहरुमा प्राय असारको पहिलो र दोस्रो सातामा नतिजा प्रकाशन भइसकेको हुन्थ्यो भने यसपालि त्यो समय अलिक पछाडी जाने भएको छ, किनकि एसई को परीक्षा सकिनु लगत्तै शिक्षा संघको आन्दोलनले कपी परीक्षण गर्न ढिला भएको हुँदा असारको तेस्रो वा अन्तिम सातामा नतिजा प्रकाशन गर्ने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। त्यसैगरी नतिजा प्रकाशनको लागि राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनलाई छिटो र छरितो सहज बनाउन विभिन्न सङ्घ संस्थाहरूलाई निवेदन दिन असारको 4 गतेसम्म दिन सूचना जारी गरेको थियो। अनलाइन खबरले राष्ट्रिय परीक्षा बोर्डसँगको कुराकानीमा असारको तेस्रो हप्ता नतिजा प्रकाशन गर्नको लागि तयारी भइरहेको जानकारी दिएका छ। समग्र रूपमा भन्नुपर्दाखेरि एसई को नतिजा कहिले आउने भन्दाखेरि राष्ट्रिय परीक्षा बोर्डले कहिले प्रकाशन हुने भनेर सूचना ननिकालेसम्म असारको यति गते रिजल्ट आउँछ भनेर हामी सबैले अनुमान मात्र लगाउने हो। त्यसैले साथीहरु, तपाईहरु ढुक्क हुनुहोस् कि असार अन्तिमसम्म एसई को रिजल्ट आइसक्नेछ। रिजल्ट कसरी हेर्ने भन्दाखेरि मैले पहिले भिडियो बनाएर राखेको छु, यहाँ आई बटनमा पनि राखिदिनेछु, त्यहाँ गएर हेर्नु होला कसरी हेर्ने। साथीहरु, म तपाईहरुलाई एसई को निरन्तर अपडेट गराइराख्नेछु। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएको तपाईहरुलाई धेरै धेरै धन्यवाद।